त्यो मैले चाहिँ फ्री फायर ओपन गरेको छु। यहाँ चाहिँ आफूले डायमन्ड खर्च गरेको अनुसार चाहिँ प्राइम लेभल चाहिँ बढ्नेछ भन्ने चाहिँ मैले कुरो सुनेको छ। अब म हेरौँ है, मैले पहिला नै ओपन गरिसकेको छु, तर पनि हेरौँ प्राइम ब्याजको बारेमा के छ तपाईँहरू हल्का बुझाउने कोसिसमा छु। यहाँ डायमन्ड टपअपको साइडमा 101 डायमन्ड रहेछ मेरो, यतापट्टि 7 लेभल, यो साइड मेरो प्राइम लेभल हो होइन। प्रोफाइल खोज्दा पनि यस्तो ऊ देखाउँछ हेर्नुहोस्, डिस्प्लेहरू है, आइकनमा यस्तो झिलिरिमिली देखाइदिन्छ। आइकन डिस्प्लेमा भनौँ न, आइकनहरू त देखिरहेको छ, आइकन यसलाई नभनौँ। अब यता जाउँ, यो 7 लेभलमा, 7मा थिचौँ। यसमा चाहिँ जति डायमन्ड टपअप गर्यो उति चाहिँ लेभल बढाउने रहेछ र 2 लाख डायमन्ड टपअप खर्च गरेर जम्मा 8 लेभल क्रस हुने रहेछ है, 8 लेभल पुग्ने रहेछ भनौँ न। मैले चाहिँ 8 लेभल पुग्नलाई मैले अझै पनि 71,329 डायमन्ड चाहिँ खर्च गर्नुपर्ने देखाएको छ। त्यसको चाहिँ बावजुद चाहिँ मैले के मिल्ने छ भने चाहिँ अब लेभलै अनुसार हेरौँ। मेरो चाहिँ यो कम्प्लिट भइसक्यो हो, यहाँ 7मा अड्किरहेको छ हेर्नुहोस्। लेभल 1 ट्याक्कै 7को बिचतिर छ होइन, त्यो बिचको रिवार्ड पनि पाउँदैन, कम्प्लिटै गर्नुपर्छ। 7को त पाइसकेको छु, 8मा पुग्नलाई चाहिँ 7को पनि बिचतिर छु म। अब एक प्राइम 1 लेभलमा पाउने रहेछ। यो के हो, यो भनेपछि यतापट्टि यो 3वटा कोन देखाएको छ नि, हो त्यो प्रोफाइलमा हुने चिज हो। अब एकमा चाहिँ यो के हो, यस्तो के हो यो चाहिँ मलाई थाहा भएन। यो अब गिफ्ट हो, यो बर्थडे गिफ्ट पाउने रहेछ। कति पाइसक्यो होला कतिले, त्यो खासै नखाइ खासै यताउता केही छ, कता कता साथीहरू के देखाउने हो त्यो होइन। अब 3 लेभल पाउने रहेछ, राम्रो छ वाल, एकदम भवालै छ। अनि यो चाहिँ इमोटको चाहिँ 4वटा फ्ल्याट देखाउँदो रहेछ पहिला। इमोटमा पनि हो, यो ब्याज देखाउने रहेछ है। यतापट्टिको यो के देखाउने, अनि यो 3 भनेको यतापट्टिको उसमा देखाउने रहेछ। 4मा पुगेपछि तपाईँले एउटा फ्री इमोट पाउनेछ हो। इमोट राम्रो छ। अनि यो भनेको तपाईँको प्रोफाइलमा राख्ने चिज भइहाल्यो। यो भनेको अब 100 साथी भनेछ के हो यो चाहिँ मैले बुझिनँ। अब यो 4 भनेको चाहिँ अब लेभल भइहाल्यो तपाईँको। अब 5मा 5 लेभल यो के हो के, प्लेयरको नेम भनेको छ, केही देखाएको छैन। देखाएको छैन होइन 5मा। अनि यो चाहिँ के हो, यो उताबाट पठाउँदा के देखाउने, यस्तो नाम देखाउँछ भन्न खोज्यो होला होइन। अब यो भनेको 5 लेभल पनि प्रोफाइलमा राख्ने हो, सायद यो नाममा आउँछ होला है। अब 6 लेभलमा यो के हो मैले पनि बुझिनँ होइन। 6 लेभलमा के देखाएको थियो यो भनेको, 6 लेभलकोमा के देखाउँदो रहेछ है, मैले बुझेको छैन यो विषयले के भन्नु। यो 6 लेभल अनि लास्टमा यो 6 भनेर देखाउँदो रहेछ यो तपाईँको कति नम्बर। अब 7मा जाम यो, अब यसलाई जाम त, यसलाई के गरे यो कता हो यो 7, यो 7 6 7 भनिरहेको छ। अब यो के गर्नु लेभलमा 7 लेभलमा गएर अब यो किन्नलाई 6000 डायमन्ड ल कति लुट्नु भयो त गेरेनालाई है हामीले सोझो साझालाई। अनि यो उडपेकर लिनलाई 3000 हो, बरु फ्रीमा गरिदिनु नि, यत्रो लेभल क्रस यत्रो डायमन्ड यार, 1 लाखभन्दा बढी खर्च गरेर डायमन्ड दिनु नै हो फ्रीमा, त्यो पनि रिवार्ड भन्थ्यो। यो त के हो, डिस्काउन्ट इभेन्ट जस्तो, डिस्काउन्ट रिवार्ड जस्तो भयो नि त। यो चाहिँ मेरो अलरेडी थियो है। अनि यो 7 लेभलकै हो, यो चाहिँ यस्तै देखाउँछ। तपाईँको प्रोफाइलमा गएपछि झिलिरी मिलिँदै देखाइदिन्छ। अनि यो ब्याज चाहिँ यहाँ राख्नुपर्ने हो, तर म यो राख्छु, यो ठ्याक्कै देखाउँछ होइन। आफै राखेको छु मैले होइन। पोख्ने त राख्नु छ प्रोफाइलमा गएर यहाँ। मैले चाहिँ यो प्रोफाइलमा चाहिँ मैले चाहिँ याम राखेको छु। यो राख्यो भने यस्तो यस्तो देखाउँदो रहेछ। ल खासै राम्रो छैन, आफ्नो नाम राख्दा चाहिँ ठिक बेस्ट जस्तो लाग्यो, त्यही कारण नामै राखेको छु। अब 8 लेभलमा राख्यो भने त्यो अब याम छ नि, यामलाई बिचमा पारेर यो फ्रेम रहेछ 8को होइन। अनि यो चाहिँ अब यस्तो यस्तो के हो यो मैले बुझिनँ, तपाईँहरूले बुझ्नुहुन्छ पछि साथीहरूले पनि देख्ने छ होइन। हो यो चाहिँ अब यतातिर राजमुकुट जस्तो चाहिँ 8 भनेर चाहिँ प्लेयरको नामभन्दा अगाडि आउनु रहेछ, अरूको भिभ्याजहरू आउँछ नि त्यस्तै टाइप। अनि यतापट्टि यो 8th लेभल प्राइम लेभल भनेर हाइएस्ट लेभल हो, यो देखाउनको लागि सबैले देख्ने रहेछ। यो चाहिँ कहाँ आउँदछ,
नामको पछाडि होला सायद यो आउने। नामको पछाडि हो, पछाडि ठ्याक्कै देखाउँछु सायद है। अब यो मैले बर्थडे यो चाहिँ कहिले आउने यो इभेन्ट चाहिँ क्लेम गरिसकेँ। बर्थडे आजको तारिक ठ्याक्कै त्यही आउँछ, त्यो क्लिक गरेपछि ठ्याक्कै तपाईँले 100 डायमन्ड टपअप गरेको छ भने अब ईद अदा भन्ने छ, यो कहिले आउने हो थाहा छैन। 2025 6/16 6/3 देखि 6/16 भनेको छ। 6/3 देखि 6/16 भनेको आज कति तारिक? अब भनेपछि आज कति? जनवरी फेब्रुअरी मार्च अप्रिल मे, आज जुन हो जुन 6 देखि सुरु हुन्छ, 6 देखि 6/16 सुरु हुन्छ। यहाँ पाउला सायद फ्री है। यो चाहिँ 7 यो चाहिँ 36 देखि 7/7 भनेर चाहिँ यो पनि के छ क्लेम, यो पनि रिवार्ड फ्रीमै पाउने होला जस्तो लाग्छ। विन्टरल्यान्ड भनेको अब सुरु भएपछि विन्टरल्यान्डको एउटा इभेन्ट सुरु भएपछि आउने कुरो हो यो त। यो कहिले भने यो जाडोयाममा सक्ने एउटा इभेन्ट हो यो लास्ट। यस्तो रिवार्ड छ। तपाईँहरू सकेसम्म डायमन्डै खर्च नगर्नुहोस्, पैसाको नाश किन गर्नु छ, के बन्न सक्नुहोस्, त्यो टोन्डे गेम यस्तै छ क्या अहिले युट्युब र टिकटकमा छाएका केटाहरू फलोवर बढाउने हरिघरि यस्तो छ भने खेल्नुहोस्। हामी भनेको एउटा सिम्पल खेल्ने। अब चाहिँ मैले पनि टपअप गर्दिनँ, यो 1 हप्ता कम्प्लिट 8 ब्याच पनि पुर्याउँदिनँ, यतिमै 7मै राख्छु प्राइम ब्याच। तपाईँहरू सकेसम्म नगर्नुहोस्। युट्युब म चाहिँ सक्छु, पिसी प्लेयर बन्छु, मेरो यो हेडसट मजाले जान्छ भन्ने खेलाडीहरूलाई यो छ। हामी त कस्टम त्यति खेल्दा पनि खेल्दैन, प्रायः हामी ठुलै म्यापमा खेल्छौँ। अब क्लासिसको कुराहरू भने 116 117 भन्दा मेरो माथि पुगेकै छैन। 116 हिरोदेखि काउन्ट हुन्छ होइन, 1 2 3 4 भन्दा 116। अब 50मा पुगेपछि मास्टर पुग्छौँ, अनि त्यहाँबाट इलाइट मास्टर पुग्छ। 100मा पुगेपछि 100वटा, 100मा पुगेपछि 116 17 बढीमा 20सम्म भएको छ। अनि बर्बन कन्टिन्युली 8 9 सिजन होइन 10 12 सिजन भइसक्यो कन्टिन्युली म दुइटैमै मास्टर इलाइट मास्टर पुगेको चाहिँ। तर एकचोटि एउटा सिजनमा चाहिँ म ग्रान्ड मास्टर पुग्नलाई मलाई 300 स्कोर मात्र चाहिएको थियो कि, तर त्यो मैले कम्प्लिट गर्नै सकिनँ। उनीहरू पनि खेलेको हुन्छ होइन, तर अहिलेसम्म मास्टर चाहिँ पुगेको छु। बोय सिजन चाहिँ मेरो 25 चोटिको 24 चोटि कन्टिन्यू भएको छ। यस्तो यस्तो कुरो म युट्युबमा हाल्नेछु यो भिडियोहरू, तपाईँहरू त्यसमा गएर हेर्नु होला। र तपाईँहरूलाई पनि सब्सक्राइब गरिदिनु, मलाई पनि सब्सक्राइब गरिदिनु होइन। एउटा एउटा सपोर्ट हुन त सब्सक्राइब कोही पनि छैन मेरो, यसो हाल्ने मात्र काम गर्छु। अब चाहिँ म हाल्छु भनौँ न इभेन्टहरूको बेला बेलामा। हस् त भाइ भन्दै अहिले बिदा चाहन्छु। इमोट त बबाल छ नि त, अहिले लास्टमा भन्नै पर्ने अवस्था यो हो इमोट। हो यो 3 मुखको होला ब्याज ल 3 मै